So hello everyone, welcome back to our channel Nepal Global Academy. So आजको हाम्रो टपिक रहेछ बिगिनर लेभलकै युनिट 5 टेन्सेस द फाउन्डेसन भन्नाले टेन्सको आज हामी धेरै नै बेसिक कुरा पढ्छौं, धेरै नै डिप सम्म नगएर मात्र बेसिक माथिबाट हेर्छौं सो दैट बिगिनर्स जसलाई केही थाहा छैन उहाँहरु पनि बुझिहाल्नु। So let's start our topic. Okay, very first thing is कि what is tense? टेन्स भनेको के हो त तपाईले सुन्नै भएको होला। टेन्स टाइम इक्वल टेन्स। ओके, टाइम इक्वल टेन्स मतलब टेन्स भनेकै टाइम हो। कसरी? किनकि यसले के गर्छ, एक्सन कति बेला भएको छ त्यो कुरालाई बताउँछ। कुनै पनि एक्सन कति बेला भयो या हुनेछ या हुन्छ त्यो टाइम बताउनेलाई नै टेन्स भनिन्छ। So generally टेन्सेस 3 टाइप्स को हुन्छन्, प्रेजेन्ट टेन्स, पास्ट टेन्स, फ्यूचर टेन्स। अब हरेक टेन्स को 4 वटा फर्म हुन्छ, सिम्पल, कन्टिन्युअस, पर्फेक्ट एन्ड पर्फेक्ट कन्टिन्युअस। ओके, अब त्यो तिनटैले हामी यो सबै चारटैसँग जोड्दै जान्छौं र त्यसलाई हामी अगाडि एक्सप्लोर गरौँ। सो भेरी फर्स्ट थिङ इज कि सिम्पल टेन्सेस। ओके, द सिम्पल प्रेजेन्ट, सिम्पल पास्ट, सिम्पल फ्यूचर। ओके, यो 3 वटा भयो हाम्रो सिम्पल को टेन्स। र सिम्पल प्रेजेन्टमा के हुन्छ, त्यसमा पहिला हामी स्ट्रक्चर हेर्छौं, सब्जेक्ट प्लस भर्ब 1 और भर्ब 5। अनि यो पूरा स्टार्ट गर्न भन्दा पहिला केही कुरा अझै सम्झाउँ। म यहाँ पहिला कुरा त म यहाँ अब्जेक्ट नै लेखेको छैन, किनकि मैले तपाईलाई बताएको छु कि अब्जेक्ट हरेक ठाउँमा हुँदैन। अब्जेक्ट त्यही बेला मान्नुपर्छ जब त्यहाँ व्हाट नत्र हु को एन्सर आउँछ। लाइक आई एम इन द मार्केट, म मार्केटमा छु। यसमा इन द मार्केट अब्जेक्ट हैन, किन यसले वेयर को एन्सर दिन्छ न कि व्हाट और हु को। ओके, यो दुईटाको एन्सर दिदैन, त्यसैले त्यसलाई अब्जेक्ट मान्न मिल्दैन। या हु भनौं या हुम भनौं, इज अलमोस्ट सेम, त्यो एउटा हुन सक्छ। बट त्यही म भन्न सक्छु आई प्ले फुटबल, आई प्ले व्हाट, फुटबल। या वर्ड को एन्सर भएकोले हामी यहाँ फुटबललाई अब्जेक्ट मान्छौं। सो अब्जेक्ट हरेक ठाउँमा होस्, इट्स नट कम्पल्सरी, यो जरुरत छैन। सो मैले यहाँ अब्जेक्टलाई स्किप गरेछु। कहिले हुन पनि सक्छ, हुन पनि सक्दैन। बट टेन्सेसमा अब्जेक्टलाई त्यति फरक पार्दैन हाम्रो टेन्स बनाउनमा। हामीले मेन फरक के पार्छ, मेन वर्ब र त्यसमा भएको केही वर्ड्सहरु। अब त्यो हेरौँ। मैले लेखे सब्जेक्ट जसले काम गर्छ प्लस वर्ब 1 और वर्ब 5। अब कसमा कुन लगाउने तपाईं हेर्नुस्। वर्ब 1 तपाईको लाग्छ प्लुरल, मिन्स आई, वी, यू, दे एन्ड अल प्लुरल सब्जेक्ट सँग हामी वर्ब 1 लगाउँछौं। यसको अपोजिट सिंगुलर, मिन्स ही, सी, इट अनि अल सिंगुलर सब्जेक्टलाई हामी V5 दिन्छौं। अब verb 1 र verb 5 को पनि कुरा क्लियर भयो। verb 1 नर्मल बेस फर्म अफ द टेन्स, बेस फर्म अफ द verb, verb 5 हामी s वा es लगाउँदा त्यो verb 5 हुन जान्छ। सो यो भयो सिम्पल प्रेजेन्ट को स्ट्रक्चर। अब यसलाई अलिकति अझै बुझौं। सिम्पल प्रेजेन्ट हामी कहाँ युज गर्ने, त सिम्पल प्रेजेन्ट ह्याबिचुअल एक्सनमा युज हुन्छ, जुन डेली ह्याबिटमा भएको एक्सन हुन्छ त्यसमा युज हुन्छ। सिम्पल प्रेजेन्ट साइन्टिफिक ट्रुथ, जेनरल ट्रुथ, युनिभर्सल फ्याक्ट जस्तो कुराहरुमा युज हुने गर्छ। ओके, लाइक हियर इट इज सेड ही प्लेज फुटबल एभ्री डे। ओके, ही प्लेज फुटबल एभ्री डे मतलब सधैँ खेल्छ, एउटा ह्याबिट हो, एउटा ह्याबिट फर्म भइसकेको छ। सो यहाँ हामी सिम्पल प्रेजेन्ट टेन्स को युज गर्छौं। इन द सेम वे द सन राइजेस इन द ईस्ट, यो डेली को हुने काम हो, साइन्टिफिक ट्रुथ पनि हो। तो यो सबमा हामी सिम्पल प्रेजेन्ट टेन्स युज गर्छौं। नेक्स्ट वी हैव सिम्पल पास्ट। ओके, नेक्स्ट वी हैव सिम्पल पास्ट। और सिम्पल पास्ट को अलिकति स्ट्रक्चर हेरौँ त, सब्जेक्ट प्लस वर्ब 2, सब्जेक्ट प्लस पास्ट फर्म अफ द वर्ब, वर्ब 2। यसमा खासै केही छैन। यसमा तपाई धेरै नै सिम्पली तपाई यति बुझ्नुस्, पास्टमा कुनै एक्सन भएको कुरालाई यसले हेराउँछ। कुनै एक्सन पास्टमा भएको थियो, खत्म भयो, सबै कुरा त्यही सकियो, त्यसलाई यो हेराउँछ। लाइक सी भिजिटेड पोखरा लास्ट इयर, पोखरा भिजिट गरी।
त्यो सबै कुरा त्यही खत्म भयो। खत्म एज इन कि वहाँ घुमाई उमाई सबै कुरा जुन थियो पुरा कि त्यहाँ के गर्यो के नै यो सब कुरा त्यही खत्म भयो। यो पुरा अलमोस्ट बिर्सेको एक्सन भयो। ओके, यो सब एक्सनले के आउँछ, पास्टमै कुनै काम कम्प्लिट भएको कुरालाई आउँछ सिम्पल पास्टले। सो इन सेम वे नेक्स्ट वी हेभ सिम्पल फ्युचर। सिम्पल फ्युचरमा के हुन्छ, सब्जेक्ट प्लस विल स्याल प्लस भर्ब वान। अनि सब सब्जेक्ट त थाहा नै भयो, विल स्यालको कुरा आउँछ। अब वाट द थिङ इज कि आई र वीसँग स्याल लगाउँछु, बाँकी सब्जेक्टसँग विल लगाउँछु। पहिलादेखि नै यो चल्दै आएको कुरा हो, यो त एउटा भयो नै। प्लस भर्ब वान, यो त झन् इजी भयो, भर्बको कन्फ्युजन भएन, सबमा भर्ब वान। र सिम्पल फ्युचरले के हुन्छ, फ्युचरमा हुने एक्सन लिएर आउँछ, फ्युचरमा हुने कुनै कार्य लिएर आउँछ। लाइक आई विल कल यु टुमरो, म तिमीलाई भोलि कल गर्नेछु, बोलाउनेछु। ओके, मिस भोलि यस भविष्यमा हुने एक्सनलाई यसले हेरायो। So now moving to continuous means progressive tenses. Continuous tenses को simply मैं यति भन्छु, कुनै काम को ड्युरेसनलाई हेराउँछ। कुनै काम कति बजे या कब सुरु भयो र त्यहाँदेखि चलेको कुरालाई हेराउँछ। इट्स नट लाइक कि त्यतिकैमा खत्म भइहाल्यो या त्यतिकै छ, नो। कति बजे एउटा पोइन्ट आउट हुन्छ कि यति बजे कहीँ सुरु भयो हुन सक्छ होला, त्यहाँदेखि केही ड्युरेसन छ। त्यहाँ फेरि एउटा कुरा जे छ, यसले एन्डिङ हेराउँदैन कि यतिदेखि यतिको बिचमा हेराउँदैन, यसले मात्रै हेराउँछ र ड्युरेसन आफैले इमेजिन गरेको हेराउँछ, यति बजे सुरु भयो र त्यो केही देरसम्म चल्यो। ओके, अब यसको हामी अझै डिपमा जाउँ। प्रेजेन्ट कन्टिन्युअस, यसको पहिला स्ट्रक्चर हेरौँ। सब्जेक्ट इज एमआर वर्ब फोर, वर्ब फोर इज अल्सो नोन एज वर्ब वान प्लस आइएनजी फर्म। वर्ब वानमा आइएनजी जोड्दाखेरि त्यो वर्ब फोर हुन्छ। ओके, अब यति भएपछि अब यसलाई हामी पहिला बुझौँ। लाइक आई हेभ रिटन हियर, आई एम रिडिङ अ बुक। ओके, म किताब पढ्दैछु। अब प्रेजेन्ट कन्टिन्युअसमा के हुन्छ, यसले अहिले भएको कुरा लिएर आउँछ। अहिले कुनै काम हुँदैछ एक्ज्याक्टली एट द पोइन्ट, एट दिस टाइम, त्यो कुरालाई प्रेजेन्ट कन्टिन्युअसले हेराउँछ। लाइक यु आर वाचिङ दिस भिडियो नाउ, आर वाचिङ, आर प्लस बिफोर आर थियो। मिस तपाईँ अहिले यो भिडियो हेर्दै हुनुहुन्छ, त्यसैले यो प्रेजेन्ट कन्टिन्युअस भयो। सो यो प्रेजेन्ट कन्टिन्युअसमा के हुन्छ, यसले भर्खर भर्खर अहिले जुन काम चल्दैछ त्यो कुरालाई हेराउँछ। नाउ अब हेर्नुहोस्, अब इज छ, इज केमा लगाउने त यो तपाईँ नोट डाउन गरिहाल्नुहोस्, म बोल्दैछु। ही, सी, इट और अल द सिंगुलर सब्जेक्ट, त्यसमा हामी के गर्छौँ, इज लगाउँछौँ। आर कहाँ लगाउने, वी, यु, दे एन्ड अल द प्लुरल सब्जेक्ट, त्यसमा आर लाग्छ। एम कहाँ लगाउने, एम को लागि वान एन्ड ओन्ली मास्टरपिस छ, आई। ओके, नाउ मुभिङ टु पास्ट कन्टिन्युअस। अब पास्ट कन्टिन्युअसको कुरा हेर्नु। सब्जेक्ट प्लस वाज वर प्लस भर्ब फोर, सब्जेक्ट वाज वर प्लस भर्ब फोर। भर्ब फोरमा त कन्फ्युजन भएन, वाज वेरको कुरा छ, यो पनि हामी बताउँला। बट त्यसो पहिला यसलाई अब बुझौँ। अब पास्ट कन्टिन्युअसमा के हुन्छ, कुनै काम कति बेला सुरु भयो त्यसलाई हेराउँछ र त्यो सेन्टेन्सलाई पढ्दाखेरि या बोल्दाखेरि हामीले यो फिल हुन्छ कि त्यो केही समयसम्म चलेको होला, त्यो केही ड्युरेसन कभर गरेको होला। ओके, अब हेर्नुहोस्, फर इक्जाम्पल दे वर वाचिङ टिभी एट 8 PM, उनीहरू 8 बजे टिभी हेर्दै थिए। ओके, अब 8 बजेको मतलब त यो त होइन कि 8 बजे अन अफ खतम, नो। 8 बजे सुरु गर्यो, 8:30, 9, 10 केही ड्युरेसन त हेरेकै होला। त्यो सेन्टेन्सलाई हामीले बुझ्छ, त्यो सेन्टेन्स पढेर हामीलाई बुझ्छ कि यस्तो यस्तो हुन सक्छ। ओके, सो वी क्यान इभन से, अर्को कुरा चाहिँ हामी भन्न सक्छौँ, दे वर स्लिपिङ एट 10, 10 बजेदेखि केही ड्युरेसनसम्म उनीहरू सुत्दै थिए। यस, यसरी हामी बुझ्छौँ कि यो ड्युरेसनलाई पनि हेराउँछ, यसले ड्युरेसन कभर गर्छ। अब हामी वाज र वरको युजेसमा, वाज र वर हामी कसरी युज गर्न सक्छौँ, कसमा हामी युज गर्ने, त सिंगुलर सब्जेक्ट लाइक आई, राम, श्याम, ही, सी, इट, सिंगुलर सब्जेक्ट जति छ सबमा वाज युज गर्ने।
अब वर्ड कहाँ कहाँ युज गर्ने वर्ड हामी वी यु दे राम एन्ड श्याम यो एन्डले पनि कभर गर्छ यो सबमा प्लुरल सब्जेक्टमा हामी के गर्ने वर्डको युज गर्ने अब यति क्लियर भएपछि हामी आम फ्युचर कन्टिन्युअसमा ओके अब फ्युचर कन्टिन्युअसमा के हुन्छ द सब्जेक्ट प्लस विल स्याल प्लस बी प्लस बी फोर वर्ड फोर यो सेन्टेन्समा नि बढी कन्फ्युजन छैन बिकज हामीले अप्सन चुज गर्नु नै छैन सब कुरा पहिला नै दिएको छ सो इट्स भेरी सिम्पल स्ट्रक्चरमा त कुनै कन्फ्युजन भएन तर म यसको फेरि युज केसमा आउँ अब फ्युचर भनेकै भविष्यमा हुने कार्य त्यसलाई आउँछ अब फ्युचर कन्टिन्युअसमा सेम ड्युरेसन फ्युचरमा सुरु हुने कुनै टाइम हुन्छ त्यहाँदेखि केही ड्युरेसनसम्म त्यो काम जान्छ त्यो काम केही ड्युरेसनसम्म हुन्छ त्यसमा हामी फ्युचर कन्टिन्युअसको युज गर्छौँ लाइक दे विल बी स्लिपिङ एट 11 PM ओके मिन्स 11 बजे उनीहरू सुत्न जान्छन् र केही ड्युरेसनसम्म उनीहरू सुत्छन् केही समयको अवधिसम्म उनीहरू सुत्छन् यो कुरा हामीले फ्युचर कन्टिन्युअस लिएर आउँछ सो आई होप यो पनि बुझ्यो इफ यस देन लेट्स मुभ टु नेक्स्ट टपिक एन्ड इफ नो रिवाइज गरेर एकचोटि फेरि हेर्नुहोस् रिप्ले गर्नुहोस् सो अब हाम्रो पर्फेक्ट टेन्सको फर्स्टमै छ प्रेजेन्ट पर्फेक्ट त्यसमा के हुन्छ सब्जेक्ट प्लस हैज हैव प्लस वर्ब 3 लाई पास्ट पार्टिसिपल फर्म अफ द वर्ब पनि भनिन्छ ओके अनि यो त स्ट्रक्चर भयो स्ट्रक्चरलाई हामी अझै एक्सप्लोर गरौँला बट त्यसभन्दा पहिला यसको अलिकति युज केस सोधौँ ओके युज केस यसको के हुन्छ यसको युज केस जेनरली दुईवटा हुन्छ केही कुरा पास्टमा भइसकेछ मतलब केही दिन पहिला रिसेन्टली भयो र त्यसको इफेक्ट अहिलेसम्म छ ओके कुनै एक्टिभिटी कुनै एक्सन रिसेन्टली कम्प्लिट भयो भर्खरै केही दिन पहिला कम्प्लिट भयो र त्यसको इफेक्ट अहिलेसम्म त्यसको रिजल्ट छ त्यो बेला हामी प्रेजेन्ट पर्फेक्ट युज गर्छौँ लाइक आई हेभ फिनिस्ड माई होमवर्क अब यसमा आई हेभ फिनिस्डले के आउँछ कि भर्खरै मैले आफ्नो होमवर्क कम्प्लिट गरेको इट्स नट लाइक कि 2 घन्टा 3 घन्टा पहिला भर्खरै मैले आफ्नो वर्क कम्प्लिट गरेँ दे हेभ सिन द्याट मुभी मतलब तिनीहरू भर्खरै केही समय पहिला मुभी हेरिसके त्यो रिसेन्ट एक्टिभिटीलाई हेराउनलाई हामी के गर्छौँ प्रेजेन्ट पर्फेक्टको युज गर्छौँ नेक्स्ट वी हेभ पास्ट पर्फेक्ट बट अगेन पास्ट पर्फेक्टमा जानुभन्दा पहिला अहिले त हामी यो बिर्सि नै हाल्यौँ सरी म बिर्सिहालेँ यस अब फेरि बताइदेऊ हैज हामी कहाँ युज गर्ने सिंगुलर सब्जेक्ट he she it and all the singular subjects have कहाँ युज गर्ने we they you plural subject र आईसँग पनि have नै युज हुन्छ बिकज आई इज भेरी स्पेसल यसले आफ्नो अनुसार आफ्नो हिसाबले मात्र एक्चुअली वर्ब युज गर्छ यो हामीले चान्स नै दिँदैन एउटा फिक्स हुनलाई कुनै टाइममा प्लुरलसँग मिक्स हुन्छ कुनै टाइममा सिंगुलरसँग भइहाल्छ बट फाइन जस्तो रुल छ त्यसमा जाम अब आम हाम्रो पास्ट पर्फेक्टमा सब्जेक्ट प्लस ह्याड प्लस वर्ब 3 स्ट्रक्चर याद पास्टको धेरै नै इजी हुन्छ बिकज हामीले केही चुज गर्नु नै पर्ने छैन मात्र ह्याड सबमा ह्याड चाहे त्यो प्लुरल सब्जेक्ट होस् सिंगुलर सब्जेक्ट होस् मात्र ह्याड पास्ट पर्फेक्टको बेला पास्ट पर्फेक्ट त स्ट्रक्चर त बुझेकै होला सब्जेक्ट छ ह्याड युज भयो वर्ब 3 पनि युज भयो अब यो कब हामी युज गर्ने यो कुन बेला युज गर्ने त यसको एन्सर यो हो कि हेर्नुहोस् आई ह्याड इटन बिफोर ही अराइभ्ड कुनै पास्ट एक्सन भन्दा पहिला कुनै एक्सन कम्प्लिट भयो भने त्यो बेला हामी पास्ट पर्फेक्टको युज गर्छौँ यहाँ हेर्नुहोस् यहाँ दुईवटा एक्सन आउँदैछ त ऊ आउनभन्दा पहिला म खाइसकेको थिएँ यस म खाइसकेको थिएँ मिन्स एउटा पास्ट एक्सन भन्दा पहिला कुनै एक्सन कम्प्लिट भइहाल्यो भने हामी के गर्छौँ पास्ट पर्फेक्टको युज गर्छौँ द फ्युचर पर्फेक्ट कसरी युज गर्ने यसको स्ट्रक्चर के हुन्छ सब्जेक्ट प्लस विल ह्याभ प्लस वर्ब 3 यसमा त स्याल छँदै छैन पहिला स्यालको अलिकति कुरा गरौँ सी ग्रामर पनि इभल्भ हुँदैछ अपडेट हुँदैछ सो नाउ वी गेट टु सी कि हामी जुन विल छ वा स्याल छ हामी जुन सब्जेक्टसँग पनि हामी युज गर्न सक्छौँ ओके कुनै सब्जेक्टसँग पनि हामी युज गर्न सक्छौँ त्यो युज केसको बेसिसमा हुन्छ बिकज यो विल र स्याल मोडल भर्ब पनि हुन् तर मोडल भर्बमा पनि हेरौँला यसको युज केस अलिकति डिफ्रेन्ट नै हो मात्र एक्चुअली भर्ब नभएर यसले के अरू कुरा पनि आउँछ
त्यसको कारणले विल सबसँग युज गर्न मिल्छ, चाहे त्यो आई हो, वी हो और अदर सब्जेक्ट्स. सो डोन्ट गेट कन्फ्युज. सबमा विल लगाइदिनु, त्यसमा पनि कुनै रङ हुँदैन. ओके, अब हम फेरि यसमा फ्युचर पर्फेक्ट. फ्युचर पर्फेक्टमा के हुन्छ, यसले एउटा डेडलाइन दिएको हुन्छ. ओके, एउटा डेडलाइन जसमा कुनै वर्क कम्प्लिट हुनेछ, कुनै वर्क कम्प्लिट हुनेछ. पास्टदेखि नै कुनै काम चल्दै थियो या केही हुँदै थियो र फ्युचरमा गएर त्यो खत्म हुनेछ. लाइक आई विल ह्याभ फिनिश द वर्क बाई 6 PM. यो कहिले पनि हुन सक्छ. लाइक पास्टबाट काम चल्दै आएको छ या फ्युचरमा पाउनेछ, 11 बजे पाउनेछ, डेडलाइन छ 1 बजे, देन आई विल ह्याभ फिनिश बाई 1. यसमा स्टार्टिङ भएको कुरा हेर हुँदैन. द मेन थिङ इज द्याट कि यसमा काम कब पायो, कब सुरु भयो, त्यो सब हेर हुँदैन. यसमा डेडलाइन आउँछ कि यति टाइमसम्म यो कुरा, यो एक्सन कम्प्लिट हुनेछ. ओके, सो त्यो बेला हामी के गर्छौँ, फ्युचर पर्फेक्टको युज गर्छौँ. अब हाम्रो पर्फेक्ट कन्टिन्युअस टेन्समा इफ पर्फेक्टको पुरा बुझ्यो भने यही मात्र एउटा कमेन्ट भन्छ गरिदिनु होला. सो पर्फेक्ट कन्टिन्युअस टेन्सको अब कुरा गरौँ. पर्फेक्ट कन्टिन्युअस टेन्सको फर्स्ट नै छ प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस. प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअसमा के हुन्छ, पहिला स्ट्रक्चर हेरौँ. सब्जेक्ट प्लस हैज हैव प्लस बीन प्लस बिफोर. ओके, सब्जेक्ट हैज हैव बीन बिफोर, यो नर्मल स्ट्रक्चर. अब यसमा मैले बताउनु पर्ने केही छैन, बिकज हैज हैव को युज हामीले पहिला गरिसकेका छौँ. वर्ब थाहा नै छ, बीन यहाँ सिम्पल नै छ, बट यसको अब युज केस हेरौँ. ओके, यसको युज केस हेरौँ. युज केस के छ, यसले एउटा ड्युरेसन हेराउँछ, यसले एउटा ड्युरेसन पनि हेराउँछ, प्लस प्लस यसले त्यो काम अहिले पनि कन्टिन्यू भइरहेको कुरालाई पनि हेराउँछ. कुनै काम कहिले नै सुरु भयो बट त्यो काम अहिलेसम्म कन्टिन्यू हुँदैछ, अहिलेसम्म खत्तम पनि भएको छैन, त्यो बेला हामी प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअसको युज गर्छौँ. फर इक्जाम्पल, आई हेभ बिन स्टडिङ फर 2 hours. 2 घण्टादेखि म पढ्दैछु. पासमा नै सुरु भयो, अहिले पनि चल्दैछ, रोकेको पनि कुरा हेराइरहेको छैन. इट्स नट सेइङ कि यो अहिले स्टप पनि भइरहेको छैन, यो चल्दैछ, नन स्टप अहिले पनि हुँदैछ. नेक्स्ट इक्जाम्पल अलिकति हेरौँ त. सी हेज बिन लिभिङ हियर सिन्स 2020. 2020 देखि ऊ यहाँ बस्दैछ. ओके, बसेकै छ. सो 2020 देखि अहिलेसम्म त्यो बसेकै छ, ऊ अहिले पनि गएको छैन. ओके, त्यो बेला हामी प्रेजेन्ट पर्फेक्टको युज गर्छौँ. लेट्स गो टु नेक्स्ट, पास्ट पर्फेक्ट कन्टिन्युअस. पास्ट पर्फेक्ट कन्टिन्युअसमा के हुन्छ र, सब्जेक्ट प्लस ह्याड प्लस बीन प्लस बिफोर. ओके, सब्जेक्ट प्लस ह्याड प्लस बीन प्लस वर्ब 4. यो हाम्रो स्ट्रक्चर भयो. स्ट्रक्चरमा त कुनै कन्फ्युजन नहोला. सो अब हाम्रो एक्जाम्पल अलिकति हेरौँ. ही ह्याड बिन वर्किङ देयर फर 5 years बिफोर ही लेफ्ट. हुन्छ, कुनै पास्टको एक्सन खत्म हुनभन्दा पहिला, ओके, कुनै पास्टको एक्सन खत्म हुनभन्दा पहिला एउटा लामो ड्युरेसनमा एक्सन गरेको हेराउँछ भने पास्ट पर्फेक्ट कन्टिन्युअस. ओके, कुनै एक्सन, पास्ट एक्सन कम्प्लिट हुनभन्दा पहिला लामो ड्युरेसनको एक्टिभिटी हेरायो भने पास्ट पर्फेक्ट कन्टिन्युअस. लाइक हियर वी क्यान सी ही लेफ्ट एउटा पास्ट एक्सन भयो. लेफ्ट हुन पहिला, पास्ट एक्सन भन्दा पहिला लामो ड्युरेसनसम्म उसले केही एक्सन गरेछ, केही एक्टिभिटी गरेको छ, 5 yearsसम्म उसले काम गरेछ त्यहाँ. ओके, त्यसैले हामी पास्ट पर्फेक्ट कन्टिन्युअसको पनि युज गर्न सक्छौँ. सो अब हाम्रो फ्युचर पर्फेक्ट कन्टिन्युअसमा. ओके, फ्युचर पर्फेक्ट कन्टिन्युअसको अब हेरौँ. सब्जेक्ट प्लस अगेन विल स्याली वा नराख्दा पनि हुन्छ, आफ्नो आएको हुन्छ. ह्याभ बिन बिफोर. स्ट्रक्चर यो पनि ठिक नै छ, केही गाह्रो भएन. यसको एक्जाम्पलबाट हामी अझै बुझौँ. he will have been eating for an hour by 8. यसमा पनि तपाईँ हेर्न सक्नुहुन्छ, यो एक्सन कब सुरु भएको कुरालाई हेराउँदैन, तर लामो ड्युरेसन हेराउँछ, एउटा डेडलाइन हेराउँछ. ओके, एउटा लामो ड्युरेसन प्लस एउटा डेडलाइन हेराउँछ. त्यो बेला हामी फ्युचर पर्फेक्ट कन्टिन्युअसको युज गर्छौँ. त्यो लामो ड्युरेसन र डेडलाइन फ्युचरको हुन्छ. वाट, फ्युचरको हुन्छ, त्यो कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ. ओके, सो दिस वाज ऑल अबाउट टेन्सेस. यो पुरा मात्र टेन्सको हामी नर्मल बेसिक युज केस पढ्यौँ. अझै हामी अगाडिको च्याप्टर्समा पनि हेरौँला. सो आजको भिडियो यही खतम भइरहेको छैन, अहिले खतम नगरौँ,
केही टिप्स तपाईँको लागि ओके फ्यु पोइन्ट्स फर एभ्रीवन क्विक टिप हो हेरिहाल्नुहोस् हरेक पर्फेक्ट टेन्समा तपाईँ हेर्नु नोटिस गर्नुभयो भने हेर्नुहुन्छ वर्ब थ्रीको युज हुन्छ ओके हरेक पर्फेक्ट कन्टिन्युअसमा के युज हुन्छ बिन प्लस वर्ब फोर यस त्यस्तै हरेक कन्टिन्युअसमा जुन हामी यसभन्दा पहिला सेकेन्ड पोइन्टमा पढ्यौँ कन्टिन्युअस टेन्स कन्टिन्युअसमा हामीले सबमा वर्ब फोरको मात्र युज गर्यौँ एउटा क्विक टिप थियो अर्को क्विक टिप अब हेर्नुहोस् प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअसको स्पेसियालिटी के छ हेर्नुहोस् पर्फेक्ट छ र कन्टिन्युअस छ नट जस्ट प्रेजेन्ट पर्फेक्ट सबैको म हेराउँछु पर्फेक्ट कन्टिन्युअस छ पर्फेक्टबाट मैले यो उठाएँ हेज एप पर्फेक्टको हिस्सा हो वर्ब फोर कन्टिन्युअसमा छ त्यो उठाएँ अब दुवैलाई कनेक्ट गर्नको लागि बेदीको युज भइहाल्छ ओके त्यस्तै पास्ट पर्फेक्ट कन्टिन्युअसको अब हेर्नुहोस् ट्रिक ह्याड पर्फेक्टको पास्टको पर्फेक्टको वर्ब फोर कन्टिन्युअसको बिन दुवैलाई कनेक्ट गर्यो हेता हेर्नुहोस् विल ह्याभ जुन छ हामीले पर्फेक्टबाट उठायौँ वर्ब फोर कन्टिन्युअस भएर र बिन दुवैले कनेक्ट गर्नलाई सो यो भयो अर्को ट्रिक एन्ड वान लास्ट बट अ भेरी युजफुल बिकज यसमा एउटा टाइममा म आफै धेरै कन्फ्युज भएको छु सो आई क्यान अन्डरस्ट्यान्ड कि तपाईँहरू पनि पक्कै हुनुहुन्छ होला त्यो आज कसरी त्यो कन्फ्युजन क्लियर गरौँ दुईवटा वर्ड्स जुन धेरै कन्फ्युजिङ छ अहिले एडजस्ट यहाँ म लेखिदिँदैछु सिन्स र फर यो दुईवटा वर्डले धेरै नै दिमाग खराब गर्छन् बट भेरी सिम्पल थिङ सिन्सले के गर्छ पोइन्ट अफ टाइम सिन्सले के गर्छ पोइन्ट अफ टाइम फरले के गर्छ पिरियड अफ टाइम अब फेरि म के लेख्दैछु तपाईँको दिमाग अझै खराब भइरहेको होला नट माइन्ड सी पोइन्ट अफ टाइम कुनै एउटा फिक्स टाइम हेर हुन्छ त्यसपछि कुनै कुरा भएको हुन्छ या त्यससम्म केही कुरा भइरहेको हुन्छ त्यसलाई हेराउँछ बट इन पोइन्ट अफ टाइम भनेको कुनै एउटा फिक्स टाइमिङ नै हेराउँछ लाइक सिन्स सन्डे सिन्स 22nd अफ द मन्थ सिन्स 8 o'clock ओके यो पुरा फिक्स कुरालाई हेरायो फिक्स एउटा टाइमिङ हेरायो त्यो टाइमिङको साथ हामीले सिन्सको युज गर्नुपर्छ लाइक सिन्स 2020 एउटा फिक्स इयर नै हेरायो सिन्स त्यसको लागि भयो बट फर केमा युज हुन्छ पिरियड अफ टाइम मिन्स इन सर्ट ड्युरेसनलाई हेराउँछ ड्युरेसनको बेला हामीले फर युज गर्छौँ लाइक फर एन आवर 1 घन्टाको लागि फर अ मन्थ फर अ डे फर अ इयर फर अ डेकेड धेरै कुरा हुन्छ त त्यो ड्युरेसनलाई हेर्नको लागि हामी फरको युज गर्छौँ सो यु मस्ट नो सिन्स र फरको युज बिकज मैले धेरैलाई हेरेको छु फर 5 o'clock सिन्स 2 days ए भाइ 2 days तपाईँको फरसँग युज हुन्छ फर 2 days सिन्ससँग होइन यो तपाईँले बुझ्नुपर्ने कुरा धेरै नै इम्पोर्टेन्ट कुरा हो यो सब ज्ञान लिएर यो सब नलेज लिएर तपाईँ आफ्नो साथीलाई सुनाउनु भयो भने फर चाहिँ तपाईँको अरा फार्मिङ हुन्छ गर्नुहोस् टिल देन टेक केयर बाय बाय विल मेट इन द नेक्स्ट भिडियो with a new energy, a new process, new learning.